So hello friends, welcome back to my YouTube channel. It's me Samsa Sigdel. Desk नै गराइदिउँ न हैन by using cardboard. So मलाई चाहिँ डेस्क गराउँछु एउटा सुरुमा चाहिँ म आफ्टर दैट म चाहिँ त्यससँग रिलेटेड डेकोर मैले के बगाटी त्यससँग रिलेटेड डेकोर आइटम्सहरु चाहिँ मतलब त्यहाँ सजाउने राख्ने जे हुन्छ नि त्यो चाहिँ म पछि गराउने छु भनेर चाहिँ मैले सोचेको छु. That's why in this video मैले चाहिँ के गर्ने छु त भन्दाखेरि डेस्क बनाउने छु एउटा स्टडी टेबल एन्ड मेन कुरा भन्ने बिर्सेको हे प्रभु के भन्दाखेरि मेरो चाहिँ अब यसरी जुन क्यामेरा हुन्छ नि क्यामेरा सेट गरेर अनि त्यो गर्ने आई डोन्ट ह्याभ एनी त्यस्तो टाइपको हैन. सो मतलब ट्राइपड मसँग त्यस्तो छैन. त्यही भएर चाहिँ म के गर्ने छु त भन्दाखेरि यसरी नै म एक ठाउँमा राख्ने छु अनि म देखाउने छु. मैले जे प्रोसेस गरेको म त्यसलाई चाहिँ थोरै गरेर चाहिँ देखाउन ट्राई गर्छु बिकज मसँग अरू केही सामानहरू छ म फोनबाट यतिकै खिचिरहेको छु त्यही पनि एक ठाउँमा अड्याएर. सो यो गर्ने बेलामा थोरै दिक्कत त आउन सक्छ बट म जति सक्छु त्यति एक्सप्लेन गर्न ट्राई गर्छु त. लेट्स गो फ्रेन्ड्स. अब म भनौँ चाहिँ के है मैले चाहिँ अहिले त्यत्रो भिडियो गराएको थिएँ लाइक सुरुदेखि नै अब त्यो कार्टुन काटेको अनि त्यसपछि कार्टुन काटेपछि मैले कसरी गराएको थिएँ सबै देखाएको थिएँ यहाँसम्मको स्टेपहरू. तर बिचको त्यो जुन मैले चाहिँ टिकटकबाट गराएको थिएँ है मैले राखेको मैले चाहिँ टिकटकमा गराएको थिएँ त्यो भिडियो चाहिँ. अनि टिकटकमा गराएर मैले पछि हेर्छु भनेर लगाएको है. मैले कति 4 मिनट जतिको भिडियो बनिसकेको थियो. त्यसमा चाहिँ के थियो भन्दाखेरि अब मैले त्यो गराएको अनि लास्ट स्टेजमा चाहिँ यो खुट्टा राखेकोवाला चाहिँ मैले पछि लास्टमा खिचेर चाहिँ राखेको थिएँ होइन. सबै 4 मिनटको थियो. अब बल्ल चाहिँ त्यसलाई सेभ गर्छ भनेर लगाएको थिएँ. अनि त्यसपछि त्यसलाई सेभ गर्न लाउँदाखेरि त कति लास्टमा जति मैले खिचेको थिएँ नि त्यो 48 सेकेन्डको कतिको मात्र बसेछ क्या. लाइक खै किन त्यस्तो भयो. सुरुमा चाहिँ मैले पछि हेर्दाखेरि 4 मिनट नै देखाएको थिएँ तर मैले भिडियो यतातिर त्यो रेकर्ड भएको बेलामा चाहिँ 4 मिनटको नै देखाएको थियो. तर उता गएर फेरि हेरेको कति 48 सेकेन्डको मात्र भिडियो देखाएको थिएँ. अनि त म बल्ल सोचेँ पछि मैले चाहिँ ब्याक गरेर अनि मैले केही गीतसितहरू लगाएको थिएँ अनि हेरेको थिएँ होइन. अनि त्यही भएर चाहिँ त्यो सुरुको पार्ट छ त्यो सबै डिलिट भएर पछि लास्टमा मैले खिचेको मात्र बाँकी रह्यो जस्तो लाग्यो मलाई चाहिँ. यस्तो रिग्रेट लाग्यो नि मैले सबै भिडियो हेरेको यो सुधारेछ भनेर. म के भनौँ के मसँग यत्रो मिहिनेत गरेर म कति बजीदेखि बसेको थिएँ. म 1 बजेदेखि बसेको अहिले कति बजे है त 7:48 भयो क्या अहिले. 48 नै सक्यो फेरि जाने 7:48 भयो. लाइक म नन स्टप काम गरिरहेको थिएँ. म बिचमा खाजा खान चाहिँ बसेको थिएँ एकछिन आधा घन्टा 1 घन्टा जति. एक्सेप्ट द्याट म अहिलेसम्म सबै त्यही गरिरहेको थिएँ क्या. एन्ड मेरो मेहनतलाई पानी फेर्ने काम झन् आज मैले यस्तो राम्रोसँग भिडियो गराएर पोस्ट गर्छु अनि यहीसँग रिलेटेड अरू डेकोरको सामानहरू त्यो पनि गराउँछु भन्ने सोचेको थिएँ. अब रिग्रेट गरेर किनै फाइदा छैन. सो म अब जति हो त्यसलाई नै सेयर गर्नेछु. द्याट्स इट. यो पछाडितिर मोडेर यसमा चाहिँ यो चिप्काइसकेँ होइन. चिप्काएको चाहिँ मैले भिडियो बनाउनु बिर्सेछु. सो डोन्ट वरी यो चाहिँ अब चिप्काउने काम त भइहाल्छ नि होइन. यो ठ्याक्क उस एडजस्ट गरेर चिप्काउनु पर्छ. मैले चाहिँ बाङ्गे चिप्काउनु पर्छ जस्तो सोचेको थिएँ तर सिधै चिप्काउँदा नि केही भएन. भोलि उयोवाला चाहिँ के भयो भन्दा हल्का सानो भएर चाहिँ मैले काट्दाखेरि एन्ड मैले जुगाड गरेर यहाँ चाहिँ यति फेरि टाँसिदिएँ जसले गर्दाखेरि अहिले अलिक स्टेबल छ. चाहिँ यतिको यहाँसम्म भयो. मैले चाहिँ उल्टो गरेर राखेको छु कि यस्तो तर केही भएन पछि मिलाउँदा. अनि यो चाहिँ अहिले यतिको भएको छ. अब यसमा चाहिँ म केही कभर लगाउँछु एन्ड यसलाई डेकोरेट गर्छु एन्ड यसलाई पनि केही जुगाड गरेर डेकोरेट गर्नु पर्ला. अहिले चाहिँ अलि यसलाई सुक्न दिन्छु म. अब चाहिँ म यो सबै यसमा डिफ्रेन्ट कलरले चाहिँ यसलाई कभर गर्नेछु एन्ड पछि चाहिँ टेप लाउँछु. अहिले मसँग टेप छैन. सो मैले उयो गराएको चाहिँ मैले सुरुमा चाहिँ के गरेको थिएँ पेपर टालेको थिएँ अनि त्यो अलि नराम्रो लागेर मैले वालपुट्टीले पुरै कभर गरिदिएको छु. अझै यो अलि राम्रो भएको छैन. अरू डेकोरेट गर्छु. अनि त्यसपछि अहिले हल्का हल्लेको छ. म त्यसले वालपुट्टीले कभर गरिदिउँ कि जस्तो लागिरहेको थियो तलतिर. सो अब हेरौँ कस्तो हुन्छ युज गरेपछि. अनि यहाँ माथि चाहिँ अब मैले केही गर्छु भन्ने सोचिरहेको छु. लेट्स सी. अब म यहाँ केही इन्स्पोहरू हेर्छु पिन्ट्रेस्टमा. अनि मैले चाहिँ एउटा हेलो किटीको यो स्टिकर यस्तो बनाएँ तर अलिक सानो गराएको छु. मैले अलिक ठुलो गराउनु पर्ने रहेछ. सो त्यही रिग्रेट भयो मलाई. अरू केही थपम भने थप्छु. एन्ड आफ्टर द्याट चाहिँ म यो टेप किनेर ल्याएको छु. यो टेपले फुल के अरे सिल गरिदिन्छु ताकि यो केही पोखिँदाखेरि पनि केही नहोस् भनेर. ओके. सो गाइस म चाहिँ बल्ल उठेको छु होइन. भर्खरै उठेको. उठ्ने बित्तिकै भिडियो गराएको छु. मैले हिजोको त्यो टेबलको चाहिँ फाइनल लुक देखाउँछु भनेर कस्तो बन्यो होइन. सुकेपछि कस्तो देखेको छ भनेर. सो यहाँ छ है यो. जस्ट लुक एट दिस. यो चाहिँ हाम्रो टेबल बनिसकेको छ. यस्तो छ
यसको लुक चाहिँ यसरी अड्याउँदाखेरि यस्तो देखेको छ। हल्का हल्लिएको छ यो, यसरी हल्का थोरै हल्लिएको छ यो। यसलाई चाहिँ के म्यानेज गर्नुपर्छ कि जस्तो लागिरहेको छ। नत्र हेलो किटीको यो एन्ड यो। ओके, आजको लागि यति नै। म यसमा डेकोर गर्न नभए पनि लाइक डेस्क अर्गनाइजरको सामानहरू के हुन्छ त्योहरू चाहिँ गराउने छु। टिल देन टेक केयर एन्ड बाई बाई।